बिर्तामोड 10 विराटपोखरमा अवस्थित विष्णु भगवती स्मार्ट स्कुलमा आज विद्याकी देवी सरस्वती माताको भव्य पूजाआजा तथा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। ज्ञान कला र विद्या प्राप्तिको कामना सहित आयोजना गरेको सरस्वती पूजाको अवसरमा विद्यालयले कक्षा पिजी नर्सरीदेखि कक्षा 9 सम्मका लागि निशुल्क भर्ना अभियानको औपचारिक रूपमा शुभारम्भ गरेको हो। विद्यालयका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेतीका अनुसार समाजका सबै वर्गका बालबालिकालाई गुणस्तरीय व्यावहारिक र आधुनिक शिक्षा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निशुल्क भर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो। विशेष गरी यो बच्चाहरूको चाहिँ महान चाड भएको हुनाले यसलाई चाहिँ सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। आज माघ महिना, फागुन महिना, चैत महिना, यी 3 महिना चाहिँ नानीहरूलाई एडमिसन लागेन, फर्म शुल्क पनि लिएको छैन। त्यस पछाडि तपाईँको गाडी भाडा, मासिक फिस कुनै पनि शीर्षकमा हामीले फिस लिएका छैनौँ। र आउँदो सालमा पनि आज एडमिसन भएका नानीहरूलाई चाहिँ आउँदो साल 2083 सालमा पनि एडमिसन चाहिँ हामीले छुट गरेका छौँ भने अन्य शुल्क लाग्छ। र यो चाहिँ हामीले विगत 3 सालदेखि गरेका छौँ। समग्रमा नानीहरूले यो 3 महिना चाहिँ कुनै पनि शुल्क नलिएर पढ्न पाउनुहुनेछ। उहाँले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन उपयोगी सिप र नैतिक मूल्य सहितको शिक्षामा विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रम अन्तर्गत विद्यालय प्राङ्गणमा स्थापना गरेको विद्याकी देवी सरस्वती माताको मूर्तिमा विशेष पुजारी पुष्पलाल भट्टराईले वैदिक परम्पराअनुसार विधिवत पूजा सम्पन्न गराउनु भएको थियो। पूजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहाल उप्रेती, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरस्वती स्तुतिगान, आरती तथा पूजा अर्चनामा सामूहिक रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन 2 दिन अघिदेखि नै विद्यालय परिसरलाई आकर्षक रूपमा सजाइएको संस्थापक प्रिन्सिपल उप्रेतीले जानकारी दिनुभयो। धार्मिक तथा शैक्षिक महत्त्व बोकेको यस कार्यक्रममा स्थानीय, सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा श्री विराट पोखरी बहुउद्देश्य विकास समिति बिर्तामोड 3 का अध्यक्ष इन्द्रप्रसाद परसाई, श्री विराट आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक देवी प्रसाद गौतम, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, नयाँ भर्नामा सहभागी विद्यार्थी, उनीहरूका अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। सोही अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अक्षरारम्भ गराइनुका साथै उपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो। विक्रम सम्वत 2071 सालमा स्थापना भएको विष्णु भगवती स्मार्ट स्कुलमा पिजी नर्सरीदेखि कक्षा 9 सम्मको अध्ययन हुनुको साथै बाल मैत्री र सुरक्षित शैक्षिक वातावरण प्रदान गर्दै आएको छ। विद्यालयमा प्ले लेभलका विद्यार्थीहरूको लागि व्यवस्थित प्लेग्राउन्ड, बाल मैत्री टिफिन गृह, स्वच्छ तथा सुरक्षित शौचालय, स्वच्छ पिउने पानीको व्यवस्था, विद्यार्थी मैत्री यातायात सुविधा, चमेना गृह, सुरक्षाको सुनिश्चितता लगायतका सम्पूर्ण भौतिक तथा आवश्यक पूर्वाधारहरू उपलब्ध रहेका छन्। विद्यालय व्यवस्थापनले आगामी दिनमा शैक्षिक गुणस्तर अझ अभिवृद्धि गर्दै आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली, सह पाठ्यक्रम गतिविधि तथा अभिभावक विद्यालय सहकार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ। विगत 5 वर्षदेखि पहिले गाडी भाडा, एडमिसन, वार्षिक खर्च लगायत कुनै पनि टपिक्समा हामीले फिस बढाएका छैनौँ। सरस्वती पूजाको पावन अवसरमा आयोजित यस कार्यक्रमले विद्यालयप्रति अभिभावक र स्थानीय समुदायको विश्वास अझ सुदृढ बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।